हेलो नमस्ते एन्ड वेलकम ब्याक फ्रम द च्यानल सुदीप पौडेल लर्न अनलाइन। म आज फेरि आइसकेको छु तपाईँहरूको लागि नयाँ भिडियो लिएर। आज भने टपिक अलिकति डिफ्रेन्ट छ। आज म तपाईँहरूलाई एसएसडब्ल्यू को स्किल टेस्ट अथवा जेएफटी इक्जामको लागि आइडी कसरी बनाउने, इक्जाम दिनको लागि रिजर्भेसन गर्नको लागि आइडी कसरी बनाउने भन्ने विषयमा भिडियो लिएर आएको छु। भिडियो अन्तिमसम्म हेर्नु होला, तपाईँहरूको लागि एकदम हेल्पफुल हुनेछ। जेएफटी इक्जामको लागि अथवा एसएसडब्ल्यू को स्किल टेस्ट अथवा जापानिज ल्याङ्ग्वेजको टेस्टको लागि इक्जाम दिनको लागि आइडी कसरी बनाउने, आफैले कसरी बनाउने भन्ने बारेमा भिडियो बनाउँछौँ। सो ढिलो नगरिकन भिडियोमा जाउँ। त्यसको लागि तपाईँले सुरुमा जेएफटी टेस्ट इन जापान अथवा जेएफटी टेस्ट इन नेपाल टाइप गर्न सक्नुहुन्छ। टाइप गरिसकेपछि तपाईँले यस्तो पेज पाउनुहुन्छ। तपाईँ सुरुमा चाहिँ जेपिएफ भन्ने पेज छ, तर त्यो चाहिँ होइन है, त्योभन्दा तलको प्रोमेट्रिक भन्ने छ, www.prometric क्लिक गरेपछि जापान फाउन्डेसन टेस्ट भन्ने छ, त्यसको लागि त्यसमा क्लिक गरेपछि तपाईँले यसको खालको इन्टरफेस पाउनुहुन्छ। यहाँ धेरै कुराहरू लेखेको छ, तर हामीलाई चाहिने भनेको चाहिँ आइडी कसरी बनाउने भन्ने बारेमा मात्रै कुरा गर्छौँ आज, त्यही भएर हामी फटाफट त्यहीँ जान्छौँ। सो तपाईँले यहाँ राइट साइडको टपमा मेन्यु भन्ने बटन देख्न सक्नुहुन्छ। मेन्युमा एक्जाम लिस्ट भन्ने छ र एक्जाम लिस्टमा तपाईँ हेर्नुभयो भने जापानिज ल्याङ्ग्वेज एक्जाम स्पेसिफाइड स्किलको नम्बर 1 को अथवा थुक्तै गिनो नम्बर 1 को स्किल टेस्ट अथवा नम्बर 2 को स्किल टेस्ट भनेर तीनवटा क्याटेगोरी छ। सो आज चाहिँ जापानमा बस्ने स्टुडेन्टहरूको लागि म टार्गेट गरेर बनाउँदैछु। सो जापानमा बस्ने स्टुडेन्टहरूले प्रायः जसो जापानिज ल्याङ्ग्वेजको इक्जाम दिइसकेको हुन्छ, त्यही भएर आज चाहिँ म सिधै स्किल 1 को आइडी बनाउन जाँदैछु है त। सो तपाईँले यति बनाइसकेपछि तपाईँले यहाँ धेरै कुराहरू देख्नुहुन्छ, जस्तै ल्याङ्ग्वेज एक्जाम स्पेसिफाइड स्किल 1, 2 देख्न सक्नुहुन्छ। यहाँ नर्सिङको पनि छ, फुडको पनि छ, एग्रिकल्चरको पनि छ, धेरैको छ है, अटोमोबाइलहरू पनि छ, अनि फिसिङ इन्डस्ट्री पनि छ, अनि कन्स्ट्रक्सन पनि छ। तर म आज चाहिँ एकोमोडेसनको लागि बनाउँदैछु, टेस्ट 1 को लागि। सो म एकोमोडेसनमा क्लिक गरेँ है त मैले। अनि अब तल यसरी नै तल जानुभयो भने तपाईँले यहाँ आइडी साक्सै अथवा आइडी क्रिएसन भनेर देख्नुहुन्छ। त्यो क्लियर गरिसकेपछि तपाईँले यहाँ धेरै कुरा देख्नुहुन्छ, तर टपमा यो ब्लूमा आइडी साक्सै भनेको चाहिँ यो आइडी बनाउनको लागि लेखेको हो। सो आइडी साक्सैमा क्लिक गर्नुहोस्। यदि क्लिक गरिसकेपछि चाहिँ यहाँ तपाईँले कसरी आइडी बनाउने भनेर लेखेको छ, डिस्क्राइब गरिदिएको छ, यो मिस्टेक नगर्नुहोस् है भनेर गरिदिएको छ। तर तपाईँ यदि जापानमै हुनुहुन्छ भने तपाईँले आफ्नो एड्रेसहरू चाहिँ इङ्ग्लिसमा हान्नु होला। जापानिजमा हान्नुभयो भने चाहिँ तपाईँलाई हाङ्काकु र जेङ्काकु हुन्छ नि, अल क्यापिटल अल स्मल लेटर मिलाउन सक्नु भएन भने फेरि आइडी बनाउन गाह्रो हुन्छ। सो म चाहिँ इङ्ग्लिसै रिकमेन्ड गर्छु है त। तपाईँले यसमा क्लिक गरिसकेपछि मैले चाहिँ अहिले गुगलको ट्रान्सलेटर युज गरिरहेको छु, त्यही भएर अब नेक्स्टमा क्लिक गर्नुहोस्। तपाईँले जापानिज आउँछ भने जापानिजमै गर्न सक्नुहुन्छ। अनि अब यहाँ एउटा आउँछ, तपाईँ चाहिँ इमेल्सहरू के अरे यो उसको बारेमा, इमेल्सहरू अर्गनाइजेसनहरूको बारेमा इमेलहरू एक्सपेक्ट गर्नुहुन्छ भनेर तपाईँलाई सोधेको छ। तपाईँलाई यदि चाहिन्छ भने तपाईँ होप गर्नु, चाहिँदैन भने अब नयाँहरूलाई प्रायः चाहिन्छ, सो होप गर्नु होला। अनि त्यसपछि एग्री, तपाईँले यहाँबाट आफ्नो इमेल हाल्न सक्नुहुन्छ। इमेल हालिसकेपछि चाहिँ आफ्नो इमेल करेक्ट छ भने अगाडि बढ्नुहोस् भनेर आउँछ। सो तपाईँ अगाडि बढ्नुभयो भने पासवर्ड हान्नु भन्छ। पासवर्ड चाहिँ तपाईँले 6 देखि 14 डिजिटमा इङ्ग्लिस र नम्बर मात्रै युज गर्न मिल्छ। सो इङ्ग्लिस वर्ड र नम्बर मात्रै, म नि त्यही गर्नेछु। पासवर्ड क्रिएट गरेपछि तपाईँ यसरी अगाडि आउन सक्नुहुन्छ। यहाँ चाहिँ अब तपाईँले हान्ने कुराहरू तपाईँको नाम भइहाल्यो। सुरुमा चाहिँ तपाईँले सुरुमा नाम इन्टर गर्न सक्नुहुन्छ। जस्तै चाहिँ मेरो मिडल नेम छैन, सो आफ्नो फोन नम्बर हान्नु होला।
आफ्नो एड्रेस हान्नु होला त्यसपछि। सो यति गरिसकेपछि तपाईँले आफ्नो यहाँ डिटेलहरू भरिसकेपछि तपाईँले नेक्स्टमा क्लिक गर्न सक्नुहुन्छ र यहाँ तपाईँको डेटाहरू चाहिँ मिलेको छ कि छैन भनेर चेक गर्नलाई फेरि एउटा आफूले हालेको डेटाहरू चेक गर्न मिल्छ, राम्रोसँग चेक गर्नु होला, मिस्टेक भयो भने फेरि करेक्सन गर्न जानु हुन्छ। सो नेक्स्टमा क्लिक गर्नुभयो भने तपाईँको आइडी चाहिँ क्रिएट भयो र यसरी क्रिएट भइसकेको आइडी चाहिँ तपाईँको इमेलमा पठाएको हुन्छ। मेरो आइडी पनि हालिदिएँ यसरी इमेल आउँछ भनेर। हामीले चाहिँ आइडी कसरी बनाउने भनेर सिक्यौँ र अर्को भिडियोमा चाहिँ हामीले एक्जाम हलहरू कसरी बुक गर्ने, कहाँ कहाँ खाली छ भनेर हेर्छौँ। सो भिडियो कस्तो लाग्यो कमेन्ट छोड्न नबिर्सिनुहोस्। यदि तपाईँहरू फेरि जेएफटीको एयाको कसरी गर्ने, रिजर्भेसन कसरी लिने, कहाँ एक्जाम हुँदैछ भनेर जान्न चाहनुहुन्छ भने त्यसको लागि कमेन्ट छोड्न सक्नुहुन्छ। म तपाईँहरूको लागि डेफिनेटली भिडियो बनाउनेछु। थ्याङ्क यू भेरी मच फर वाचिङ। प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब।